धनुषामा जन्मिनु भयो है? हजुर। तपाईँ परिवारको ठुली छोरी हो? होइन, थर्ड नम्बर। हजुर? थर्ड नम्बर। कतिजना हुन्छ परिवारमा? 4 बहिनी, 2 भाइ, आमा बुवा। तपाईँ चाहिँ कुन बहिनी? 2टा दिदी छ त्यसपछि। ए 2टा दिदीहरू के गर्नुहुन्छ? बिहेमा चाहिँ। ए भनेको मधुपुरै जनकपुरमै के अरे धनुषामै? हजुर हजुर। भाइहरू के गर्छ? यसले एउटा एसएलसीको एक्जाम दिइरहेछ, एउटा 6मा छ। आमा के गर्नुहुन्छ? आमा त किसान छ, अहिले त गहुँ काटिरहेछ सर। धनुषाको ठ्याक्कै तपाईँको गाउँ चाहिँ कहाँ हो? नोजेल्या 14 नम्बर वार्ड। बाल्यकाल कस्तो थियो? तपाईँको बुवाआमा के गर्नुहुन्थ्यो? धेरै गम्भीर थियो सर। पहिला त मेरो बुवा त इँटाभट्टामा काम गरिरहेको थियो, त्यसपछि इँटाभट्टामा के गर्नुहुन्थ्यो? त्यहाँ इँटा उठाएर अनि चिलमुल लगाएर राख्ने त्यस्तो काम गरिरहेको थियो। मजदुरी गर्नुहुन्थ्यो? हजुर हजुर। आमा? आमा त्यो अरूजनाको खेतमा काम गरिरहेको थियो जनमा पहिला। त्यसपछि आमा त्यहाँ अरूजनाको खेत लिएर अहिले पनि गरिरहेछ, बटैया भन्छ त्यसलाई, अधियामा अहिले पनि गरिरहेछ। अधिया भनेपछि तपाईँको आफ्नो जग्गा थिएन र? थोरै जग्गा छ, भनेको त्यो जग्गामा गरेको कामले तपाईँहरूलाई पुगिरहेको छैन सर। ए त्यही भएर अरूजनाको खेत लिएर काम गरिरहेछौ। त्यहाँ काम गरेपछि आधा उसलाई दिने, आधा आफ्नै राख्ने, त्यस्तो। अधिया इँटाभट्टामा पछि चाहिँ बुवाले उसमा शैलीमा काम गर्ने? हजुर। सबैले खोल्नुभयो कि अरूजनामा काम गरिरहेछ। ए अर्कोमा? हजुर। कति पाउनुहुन्थ्यो याद छ तपाईँलाई? त्यो बेलामा त 200-300 पाउनु भएको, त्यति त याद छैन, तर 200-300 पाउनु। तपाईँको दिदीहरू चाहिँ पढ्नुभयो कि भएन? पढेछ, एउटा दिदी ब्याचलरमा, ठुलो दिदी पनि 10 त्यस्तो पढेछ। त्यही पढ्नुभयो? धनसेमा हामी सबैजना त धनसेमा पढेको छ। तर अधिया गर्नुहुन्थ्यो आमाले, बुवा इँटाभट्टामा काम गर्नुहुन्थ्यो। त्यस्तो परिवारमा भएर पनि तपाईँको बुवा आमा चाहिँ निकै महान हुँदो रहेछ। त्यस्तो दुःख गरे पनि तपाईँहरू सबैलाई पढाउनु भएछ नि? त्यो म त भाग मान्नेछु। त्यो बेलामा पनि यति गम्भीर पनि थियो, तर हाम्रो बुवा पढाउनु भएको छ। मलाई त धेरै खुसी भइरहेछ यस्तो परिवारमा पनि जन्मेको। कस्तो तपाईँको बाल्यकाल कस्तो थियो अलिअलि सम्झिनुहोस् त? धेरै गम्भीर थियो सर। कसरी स्कुल जानुहुन्थ्यो? बिहान के गर्नुहुन्थ्यो? बिहान त उठेर सुतेर अनि त्यस्तै खाजा खाएर त्यहाँ छेउमा अलिअलि त्यति याद छैन, तर बेग बोकेर जानु पर्थ्यो पढ्न। त्यस्तो अवस्था छ सर। अहिले तपाईँ 26 वर्ष पुग्नुभयो हजुर। होइन? तपाईँले ब्याचलर भने तपाईँको पढाइ त राम्ररी गएको रहेछ नि त? हजुर। तपाईँ एसएलसी चाहिँ कहाँबाट पास गर्नुभयो? त्यही धनसेबाट। ए त्यसपछि चाहिँ तपाईँ सिभिल इन्जिनियर पढ्न जानुभयो पोलिटेक्निकलमा होइन? खल्डा पोलिटेक्निकमा। ए त्यहाँ चाहिँ त्यही विषय चाहिँ तपाईँले किन रोज्नु भएको थियो? मलाई त्यो ठुलो बिल्डिङहरू छ नि सर, पहिलादेखि म हेर्थेँ म पनि इन्जिनियर बन्छु रे। अब अनि त्यहाँ सिटिबिटीमा नाम एडमिसन गराएँ। बुवालाई भने म पनि इन्जिनियर गर्छु, बुवा मलाई पनि पढाइदिनु न त। हुन्छ छोरी म पढाइदिन्छु, राम्रोसँग पढ। तर मेरो बुवा त्यहाँ बेला विदेशमा पनि थियो, अनि म आमा मात्रै एडमिसन गर्न गएको थिएँ। त्यो बेला त धेरै याद आउँथ्यो बुवाको लागि। मेरो बुवा यहाँ आएपछि मेरैसँग त्यहाँ एडमिसन गराउन जान्थ्यो। तर त्यो बेला त बुवा त विदेशमा थियो, तर मम्मीले लिएर गएको थिएँ। मेरो मम्मी धेरै सपोर्ट गर्छ, मेरो बुवा र मम्मी धेरै सपोर्ट गर्छ।